Hello guys, new day, new vlog. र आज पनि म तपाईहरुको छेउमा आएको छु. न्यू डे अन्त न्यू भ्लग पनि. र आज चाहिँ मैले स्कुलमा भ्लग बनाउँछु. अन्त आज किन स्कुलमा भ्लग बनाउँछु भन्दाखेरि आज चाहिँ प्रोग्राम छ स्कुलमा, फंक्सन रविन्द्र कुन्के भन्ने. सो म त्यसको यो बनाउँछु. र आजको दिन पनि घाम लागिरहेको छ. यता सिलगढीमा गरम हुन्छ होला. र हिजो बेलुका त पानी पर्दै थियो पुरा. र अहिले बिहान चाहिँ घाम लागिरहेको छ. ल त गाइज अहिले म तपाईहरुलाई भेटौँ. ल त गाइज अब म स्कुल पनि आइसकेँ हो. र अहिले स्कुलमा त हामीलाई फोन चलाउनु अलाउड छैन. सिसिटिभी पनि देख्यो भने हो मेरो ब्यान हुन्छ. अन्त यहाँ हेर्नुहोस् होला, यहाँ केटाहरू छ होइन. यो चाहिँ हाम्रो क्लासरुम भनौँ न, बाहुन. र अहिले चाहिँ हाम्रो प्रोग्राम स्टार्ट हुन आँटेको छ. सो म चाहिँ भर्खर स्कुलबाट आएर फर्स्ट डे हो. अन्त यसो हेरेँ केटाहरू ऊ बाहिरबाट हेरिदिँदै रहेछ. ल त गाइज आज अब चाहिँ हाम्रो खाना खाने टाइम भयो, ब्रेकफास्ट गर्ने टाइम भयो हो. सो ब्रेकफास्ट गरिसकेपछि हाम्रो प्रोग्राम छ. अन्त प्रोग्रामबाट चाहिँ तपाईँलाई भयो भने एक दुईवटा क्लिप्स देखाउँछु. हाम्रो होइन भ्लगर ब्याक छ. अन्त गाइज म चाहिँ अब भर्खर खाजा खाइकन आएको हो. अब एकछिन बादमा प्रोग्राम छ होइन. प्रोग्राम भएर चाहिँ यहाँ हेर्नुहुन्छ होला केटाहरू. तिम्रो नाम? अडित्र. तिम्रो नाम? यस गाइज म चाहिँ तिम्रो युट्युबरको साथी हो. अन्त प्लिज सब्सक्राइब गरिदिनुहोस् मेरो साथीले. यति त भिडियो गरेको यो सपोर्ट गरिदिनुहोस् मेरो साथीलाई. आइज भाइ सुन्दैछ नि. यहाँ तसुन भाइ, यहाँ प्रयासिस के भन्नु आफ्नो बारेमा? के भन्नु छैन, सब्सक्राइब गरिदिनु आफ्नो च्यानललाई हो. रियान के भन्दै हो? टुगेदर. र गाइज हाम्रो यो चाहिँ क्लास हो. यहाँबाट टक्कै भ्यू देख्नुहुन्छ होइन. गाइज अब चाहिँ हामी खाना खाँदैछ हो. यहाँ देख्नुहोस् होला, यहाँ देख्नुहोस् होला. भिडियो त गर्नु पाउँदैन हो. गाइज अब चाहिँ म उता स्कुलमा भ्लग गर्नु पाइनँ. सो अहिले यता बाहिर आएर चाहिँ क्याफेमा आएर चाहिँ भ्लग गरेको. किनभने स्कुलमा पनि पुरा रेस्ट्रिक्सन्सहरू छ होइन. हामी स्कुलमा फोनहरू लानु पाउँदैन. सो मैले फोनहरू लगेँ भन्दा लगेँ त लुगा भ्लग बनाएँ. सिर्फ तपाईँकै लागि हो. तपाईँको लागि म यस्तो आफ्नो क्या अब सबै रिस्क गरिदिन्छु होइन. सो अहिले चाहिँ म बाहिर आइरहेको छु भाइसँग, हिजोको भाइसँग हो. अन्त अहिले चाहिँ म यहाँ क्याफेमा आएर चाहिँ हल्का अर्डर गरेर सिन्चेलमा बसेर चाहिँ घर जाने हो. सो आजको प्रोग्राम पनि राम्रै भएको थियो. रविन्द्रनाथको बर्थडेको प्रोग्राम थियो. अन्त हाफ डे थियो आज पनि. सो आजको लागि यति नै हो गाइज. स्टे ट्युन. म फेरि अब कहिले आउँछु हो. बाई गाइज.